वेलकम छ हजुरहरूलाई मेरो छोटो मिठो मिनी भ्लगमा हैन। अनि आज चाहिँ म यहाँ आगो बालेर हैन रोटी पकाउन हाट्दैछु हैन। अनि रोटी पकाउन चाहिँ म हाट्दैछु हैन। म चाहिँ यतिकै बसिरहेको छु। हाम्रो दिदी आउँछ रोटी पकाउनको लागि चाहिँ, अनि म चाहिँ दिदीलाई सघाउनको लागि बसिरहेको छु। अनि यहाँ चाहिँ मैले रोटी पकाएको हेर्न बस्नु भएकोहरू उहाँहरू सबैजना, तर म चाहिँ रोटी पकाउँदिन। हजुरहरूलाई मैले एकछिनमा देखाउँछु छोटो मिठो क्लिप। त्यो मैले त उयसमा लगाएको छु। यो वर्षा दिदी हो, एउटा काट गर्न आउँदैन बल्ल यो चटपटी पनि कहिले बनाउन सिकाएको है यो वर्षा। यसले आफै सिकेको हो घरमा बस्दा। देख्न सक्नुहुन्छ म चाहिँ रातो रातो खालको चटपटी बनाउँछु अबिर हालेर हैन। खानुहुन्छ भने आउनु होला कृपया हजुर। लिपस्टिक लाउनको लागि खतरा लिपस्टिक हुन्छ नि यसको त फेरि भर नपर्नुस् है, लिपस्टिक लगाइदिन्छ फेरि। चटपटेमा लिपस्टिक हालेर लिपस्टिक ओठमा रातो एउटा प्लेटमा दिनु न यही खाने होला हैन। क्यामेरा फोकस। वर्षा दिदीको दिमाग छैन त्यति सेफ्टी पनि। हाम्रो दिदीले चाहिँ यहाँ आलुचप बनाउन थालिसक्नु भएको छ हैन। अनि हाम्रो आलुचप चाहिँ यहाँ बनिँदैछ यसरी। कस्तो रातो रातो देखिरहेको छ। यो चाहिँ छोरी मान्छे हो हैन, टुप्पी बाँधेर बसिरहेको छ। हजुरहरूलाई पनि आलुचप मनपर्छ भने खाना आउनु होला यता। यति छ हाम्रो आलुचप बनाउनु पर्ने चाहिँ एक भाँडो ठुलो रहेछ, ठुलो देखिँदो रहेछ हौ। अब हाम्रो चाहिँ यहाँनिर फुटबल म्याच सुरु हुन आँट्दैछ, तर कुन कुन ठाउँको चाहिँ मलाई थाहा छैन। म एकछिनमा हेर्छु। बेलबारी र बोदेको बेलबारी हेलो बेलबारी। गाइस हैन, म चाहिँ घर आइसकेको छु हैन। मैले चाहिँ कति त देखाउन पाइनँ किनकि म त एकदम बिजी भएँ नि त। अनि हाम्रो रोटी पनि पकाएको थियौँ त्यहाँ, त्यो पनि मैले देखाउनु पाइनँ। मैले कति त देखाउनु पाइनँ। मलाई कस्तो नराम्रो त लागेको छैन, तर देखाउन चाहिँ पाइनँ हैन। अनि अब हामी चाहिँ घर आइसकेको छौँ। अहिले चाहिँ हाम्रो 7:30 भइसकेको छ। अनि अहिलेको लागि यति नै आजको लागि। म भोलि फेरि बनाएर हाल्नेछु, प्लिज हेरिदिनु होला थोरै थोरै भए पनि।